हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ होला। टक्क आज चाहिँ हामी यहाँ यसो परिकार बनाएर खान लागेको अवस्था। भोलि सन्डे बिदा, काम बिदा। अनि त्यसपछि आज चाहिँ ल के पाक्यो भन्दाखेरि चाहिँ टक्क आज मोमो बनाइयो होइन। सुरुमा मोमो, अनि त्यसपछि चाहिँ मोमोको लागि 2 थरी अचार, एउटा चाहिँ तिलको अचार, एउटा चाहिँ टक्क हल्का पिरोवाला अचार थोरै। अनि यो चाहिँ पानीपुरीको लागि पानी, अनि यो चाहिँ फिलिङ भयो होइन पानीपुरीको लागि काँक्रो आलु, अनि त्यसपछि चाउचाउ मिक्स गरेको। अनि अब यो त पानीपुरी भइहाल्यो। अनि त्यसपछि चाहिँ मेन डिस चाहिँ यो चाहिँ मेरो उसमा फरमाइसमा मेन डिस चाहिँ यता छ। यो चाहिँ बन्दा, अनि त्यसपछि कोन, अनि माथिबाट एबी, अनि त्यसपछि लेमन भयो, अनि त्यसपछि यो चाहिँ वाटरमेलन। टक्क यो चाहिँ हेल्दी खाम भनेर। अनि अब यसमा चाहिँ ड्रेसिङ सारदा हाल्ने, अनि त्यसपछि चाहिँ स्यालेड हाल्ने, ड्रेसिङ गर्न बाँकी छ यो माथि, अनि त्यसपछि खाने। अनि टक्कै त जुस। ल गाइज, आजको रेउरी चाहिँ यही हो है। ल आजको स्पेसल चाहिँ यो। ल कस्तो छ भनिदिनु होला। ल यही नै हो साथीहरू। ल अब अर्को भिडियोमा भेटौँला।